जाम साथीहरु खाजा खान जाम। यहाँ चाहिँ एकदम जाडो छ यताको सिन चाहिँ है। अब हामी खाजा खान्छौँ। यहाँ बसिसकेका छन् हामी 3 भाइ। हजुर म यहीँ बस्छु। ए वाउ तपाईलाई टेबल पुगेन नि त। हेलो हाय साथीहरु हामी चाहिँ अब यो नास्ता सास्ता खाएर हिँडिसकेको छौँ है। हामी चाहिँ हिँडिरहेको छौँ। सिन चाहिँ अगाडि। हेलो यता हेर्नुहोस् त। म केही भन्न चाहन्न किनभने म थकित छु। चिसो भएको छ। यो लगाम पसिना आउँछ, यो नलगाम चिसो हुन्छ। के गरौँ म आखिर के गरौँ। अब हामी पानी खान्छौँ यस्तरी। यस्तो रमाइलो छ यहाँ हेर्नुहोस्। यस्तो रमाइलो छ। हामी चाहिँ एमबिसी जानु लागेको। अब चाहिँ 1 घन्टा लाग्छ भन्नुहुन्छ। अझै 1 घन्टा लाग्छ। हामी हिँडेको 1 घन्टा भन्दा पनि बेसी भइसक्यो। अब बसे गर्छौँ गर्न त त्यही पनि त्यस्तै हो। साथीहरु हामी चाहिँ आइसकेको छौँ है। जस्तो कस्तो दिन खुलेछ यहाँ। यस्तो राम्रो दिन छ कि कति भागी भानी होला। ओहो गरेको हुन्छ नि त्यहाँ ठाडो देखिन्छ। अर्को भिडियो काट्ने lagi masuk dulu je. Malam ni.
हामी चाहिँ खाना खाएर बसेको छ। हामी चाहिँ खाना खाएर हिँडेको छौँ है एबिसीको लागि। हामी हिँड्छौँ यहाँबाट। अब 2 घन्टा देखाएको छ। अब कति टाइम लाग्छ हेरौँ। 1 बजे हिँडेको छौँ हामी यहाँबाट। त्यसरी ट्विन लाएर आउनुहोस् हजुर पनि। अनि चाहिँ हामी हिँडेछौँ आधी घन्टा 40 मिनट जति भयो हिँडेको। एकदम हावा लागेर कुहिरो लागेर न त त्यहाँ अघि हिमाल देखिरहेको थियो। तर 12-1 बजेपछि चाहिँ अलिक हाइट एरियामा चाहिँ मौसम बिग्रिने भएको कारणले अहिले चाहिँ हावा चलिरहेको छ। एकदमै चिसो छ। चाहिँ सबै हिमालहरू पुरिरहेछ कि म त यसरी हिँडिरहेको छु। यहाँतिर हेर्नुहोस् साथीहरू कति कालो कालो ढुङ्गा मैले कति सेतो देखाइदियो है यो। किनभने एकदम लाइट छ अहिले उज्यालो। त्यो भएर यस्तो कालो कालो ठुलो ठुलो ढुङ्गा कसले लिएर राखे जस्तो। यस्तो अहिले यो सबै 2 बजिसक्यो। त्यही भएर सबै ढाकिसक्यो, कुहिरो लगाइसक्यो, बादल लगाइसक्यो। यस्तो चिसो छ मौसम। एकदम हावा चलिरहेछ। अनि हामी हिँडिरहेको छौँ। हिँडेको चाहिँ 1 घन्टा भयो। 2 घन्टामा पुगिन्छ भन्ने कुरा हो। अब हामी चाहिँ एकदम बिस्तारै हिँड्ने भएको आएर 2.5 घन्टा लाग्ला भन्ने अनुमान। हेरौँ है त 1 घन्टामा कहाँ पुगिन्छ। अनि त्यसपछि थाहा हुन्छ। उहाँ चाहिँ अब सुई हिँड्नुपर्छ। खासै बसेको त छैन। नमस्ते हो। हामी चाहिँ 1.5 घन्टामा अन्नपूर्ण बेस क्याम्प आएको छौँ है। त्यतिखेर हामी बस्नु चाहिँ आयो है। 1.5 घन्टा माछापुच्छ्रे बेस क्याम्पबाट है। 2 घन्टा लाग्छ कि भनेको। यस 5 मिनट बढी भयो। वहाँ पुगुन्जेल अब होटलमा पुगुन्जेल चाहिँ 10-15 मिनट लाग्ला यस्तो छ बाटो है। त्यही भएर हेर्नुहोस् एकदम क्या पो हुन्छ जसरी भएन अनि मजाले हेर्दै क्या पो है गाइस क्या पो। खै एउटा सिरा कोड्ने दिनुस् त भएको थियो। फेरि यो टान्दै गरेको खै एकछिन है। किन भारी हो र यस्तो ओके फाइबरको भयो अनि बाटो हुन्छ हातले मात्र कति बेर धान्नु त अनि त्यसरी बस ओए त आफुलाई मन नपर्ने मान्छे घाँटी सम्झनु रेडी अब त्यही त्यो गर्छ के हामी चाहिँ खाना खाँदैछौँ है। सक्नु लागिसक्यो। मिठो छ मिठो। लाउने भए लाउ है माया